साथीहरु तपाईहरु सन्चै हुनुहुन्छ होला म सन्चै छु इट्स मी अर्चना कार्की न्यू डे न्यू भ्लगको साथमा उपस्थित भइसकेको छु साथीहरु मैले चाहिँ धेरै दिनपछि आई थिंक एक हप्तापछि आज भ्लग स्टार्ट गर्दै छु अनि आजको मौसम चाहिँ यस्तो छ काठमाडौँको साथीहरु मेरो भ्लग चाहिँ आज घरकै हुनेछ साथीहरु मैले चाहिँ खाजा बनाउने छु मासु र पुरी बनाउँछु होला अनि बाबु चाहिँ उठेछ अनि नानी चाहिँ सुतिरहेछिन् अरु साथीहरु मैले चाहिँ बाबुको लागि पुरी गाजर खस्सीको पुरी बनाएर खुवाउने छु खाजा आज बाबुको खाजा यो अनि त्यहाँ मासु पाक्दैछ र लसुनको चाहिँ अदुवा छिन्छु अनि नानीको टमाटर काट्दैछन् अनि अब टमाटर छ यो चाहिँ के अरे पुरी र मासु खाने भनेर बनाउनु लाग्यो नानी चाहिँ बेल्छ अब बुढोले पनि हुन्छ थाहा छैन यसले बेल्छ अनि म बनाउँछु अनि सबै काटेपछि पनि देखाउनेछु साथीहरु हेर्दै गर्नु होला भेटौँला पाक्दैछ छोराको लागि सब्जी र गाजरको पुरी कति खिलाएको मासु पकाउँदैछु अब मसलाहरू टमाटर सब राख्छु अनि नानी चाहिँ खिरी रोटी बनाउनलाई यहाँ बेल्दैछु बुढो र बाबु चाहिँ त्यहाँ बस्नु भयो यहाँ छिन्छ मसला पनि राखिसक्यो अनि यहाँ पाकेपछि देखाउने छु पानीले कसरी हेर्छ त्यस्तै हो बनाऊ साथीहरु मासु चाहिँ पाकिसक्यो फाइनल अब म यता पुरी बनाउँछु यता छोरालाई पनि यता बाङ्गे भयो के त्यसले हेरेको है फोनमा छोरालाई खुवाउँछु अनि त्यसपछि छ अझै बेल्न क्या अझै बेले छैन बुढो रोटी के गराउनु पर्यो त्यति गराउँदै गर्नु त बनाउँछु मैले त्यो मासु हेर्नु बनाउनुहुन्छ त नानी बाहिर गएर आउँछन् म कोक लिएर आउँछु के हेरेको प्युरीहरू चाहिँ मजाले खान्छ साथीहरु हजुरकोले खान्छ कि नै भन्नु न हजुरको बेबीहरूलाई चाहिँ के खुवाउनुहुन्छ मलाई पनि शेयर गर्नु म पनि के खुवाउँछु शेयर गर्छु साथीहरु बिहान चाहिँ लिटो खायो एक टाइम अनि ओइ छोरो लड्छै खाना भन्दा बढी हाँस त छानी हाँसीको हो छोरो छानी हाँसी के हो खाना त जे पनि खान्छ अन्डाहरू मासु फलफुल प्युरी जाउलो र खानाभन्दा बढी दुधै अलि बढी नै खान्छ दुध चाहिँ त्यही दुध खाएपछि दुध नै खुवाइदिन्छु 2 देखि 3 टाइम चाहिँ खाना खान्छ त्यही नै हो साथीहरु चुल्हामा मासु पाक्यो कि नै के बनाउनु लाउनु भयो हेरौँ अब कस्तो यहाँ पुरी कस्तो बनाउनुहुन्छ हेरौँ न तेल खराउनु लाउनु भयो अब चाहिँ पुरी बनाउने रे यहाँ टमाटर पुरी हालेको होइन बोल्नु न के पकाएको मासु उतारेको रे अब पुरी चाहिँ पकाउनु चाहिँ हेर्नु आउन भने चाहिँ ठुलो आबासँग सिक्न आउनु यहाँ चाहिँ छ है मैले बेल दिएको म चाहिँ यो दिन्छु यहाँ पनि छ यहाँ चाहिँ खुवाउँदै हुनुहुन्छ अझै पनि खरै गाइज बनिसक्यो अब धेरै यसरी बनाउँदै हुनुहुन्छ यहाँ पुरी हेरौँ न पुरी ठुलो हो कि त मैले के अरे रोटी पकाउनु जत्रो बेलेर हो मैले एउटा के गाई हेर्नु होला अचार पनि हुन्थ्यो कस्तो मिठो हुन्थ्यो होला हेर्दै गर्नु होला म चाहिँ बाहिर गएको अहिलेहरू मैले चाहिँ बाबुलाई प्युरी बनाएर नि खुवाएँ अनि मैले खुवाएर सक्दा चाहिँ बुढोले यहाँ पुरी बनाउन थाल्नुभएछ यहाँ बनाउँदै हुनुहुन्छ काटेको बुढो किन सानो सानो गरेको छोरो उहाँ पुग्यो किन यस्तो गराउनु भएको नानीले ठुलो भयो दिन
खै कस्तो बनाउनु भयो म त्यो देखाउँछु है। यस्तो बनाउँदै हुनुहुन्छ मेरो बुढो चाहिँ। त्यहाँ हुनुहुन्छ यहाँ चाहिँ पुरी पाक्दैछ। मासु चाहिँ मैले बनाइसकेँ, छोरालाई पनि खुवाएँ। अब बुढो पुरी बनाउनुहुन्छ र अनि त्यसपछि खान्छौँ। मेरो बाबु चाहिँ यहाँ गुल्टिँदै यहाँ पुगिसक्यो। छोरा वै छाने छाने सानो छानो छानो सानो छाने। साथीहरू खाजा चाहिँ सबै रेडी भइसक्यो। अब चाहिँ हामी खाजा खान्छौँ। यहाँ बुढो त खाना ल्याइसक्नुभयो। खाजा चाहिँ मासु अनि पुरी अनि कोक बनाउँदै बुढो चाहिँ खाइसक्नुभयो। नानीले बाबु सुताउँदै चाहिँ नानी चाहिँ आज नुहाएर सुतेको भएर होला। बिदाको दिन धेरै बेर सुति नानीसम्म उठी छिनिन्। सानो छोरी चाहिँ उठेपछि खाने छिन्। हामी चाहिँ अब मासु चाहिँ यस्तो बन्यो। यो पुरी चाहिँ बुढोले बनाउनु भएको। अनि यहाँ कोक छ। साथीहरू अब हामी खाजा खान्छौँ। बाबु पनि सुतिसक्यो। आजको हाम्रो खाजा हो साथीहरू। हामी चाहिँ अहिले खाजा साजा खाएपछि अनि अहिले चाहिँ इभिनिङ वाक हिँड्छौँ। नानी र बाबु चाहिँ यहाँ छन्। हो यहाँ चाहिँ कस्तो राम्रो फुल फुलेको छ। जापानतिर नि अहिले यो फुल्ने सिजन रहेछ नि यहाँ पनि फुलिरहेछ। अनि नानी र बाबु चाहिँ नानीको बाबा चाहिँ अघि गइसक्नुभयो। नानी र म चाहिँ पछि छौँ साथीहरू। कहाँ पुग्नु भयो बाहिर कसरी हेरेन दलुले चाहिँ क्यामेरामा कसरी जानेहरू त यही हो साथीहरू। हामी बस्ने लोनीभित्र नै अनि माथिसम्म लोनीभित्र यसो साँझमा हिँडौँ भनेर घुम्दैछौँ साथीहरू। सानी र बाबु यहाँ हिँडिरहेछन्। छानी हाँसिस हेलो बेबी साने खोइ त सानी खै त म बसी चिन्छ नि कस्तो आउँछ हो अन्त त्यहाँ छिन्। माथि जाऊँ न हामी। सन्चै छ हजुर सन्चै हुनुहुन्छ? सफा गर्दै हो बुवा? सफा गर्दै हो? फोटो खिच्दै छैन बत्ती बलाएको छ र यहाँ चाहिँ बुवाले यसरी सफा गर्दै हुनुहुन्छ। यहाँ चाहिँ अब यता के चलिरहेको छ यहाँ? छोरोको यहाँ आँखा के परेको? केही परेको छैन। अघि निकाल्नु खोजेको निक्लेन। ल यस्तो नेपाली भनेको। के गर्नु जहाँ समस्या त्यहाँ उपाय भन्ने थाहा छैन तिमीलाई? बाबुलाई एकछिन छोड्नु छोरालाई। यहाँ चाहिँ हेरौँ बाउ छोराको तालमाल यस्तो छ। बाबा फोनमा बिजी, छोरो कहाँ हो कहाँ हेरिछ। म यता छु, सानी यता छिन्। अनि आएको सानी चाहिँ उहाँ खेलिरहेछिन्। हामी बस्ने क्लोनी एरियातिर चाहिँ यस्तो छ जातिहरू चाहिँ यस्तो। कहाँ साङ्ला आयो छोरो? साङ्ला कक्रोच। भाइले कसरी हेरे दिदीलाई? बाबा त 24 आवर फोनमै बिजी हुनुहुन्छ। दिँदैन वो साने वै डल्लु देखिन उइदले कसरी हेर्छ। के चाहियो न बेबी? लुचे हो तिमीलाई? हो र ल म गएँ सानीलाई खेलाउँछु एकछिन अनि घर जान्छौँ साथीहरू। ल खेल्नु छोरो खेल्नु ल खेल्नु एकछिन खेल्नु आस अनि घर जाने आस। हस् बेबी त्यता माथि नजाऊ है छोरी साँप हुन्छ। साँपले टोक्छ नि बेबी। ल खेल्नु के खेल्छौ त्यहाँ? यतिकै दौडिने हो सानी? कहाँ गएको माथि छोरो? मेरो छोरी चाहिँ यता माथि गइछिन् साथीहरू। छोरो के टिप्छौ? के आइछ छोरो? सानी के हो? फुल टिपी के हो? नुन्दै आइछु के?
उसले मेरो छोरोले त्यहाँ चिमटो भन्दै कम्प्लेन गरेपछि नि यहाँ भाइलाई हेर्न परेर त सानो जाम माथि जाम आउनु मेरो छोरी चाहिँ घुम्न हिँडेको रे तर बोक्न भन्छन् 2 पाइला हिँड्यो कि बोक्नु मामु भन्छन् हो कि नै हो बाबाको त यता पछि आउँदै हुनुहुन्छ बाबा हुनुहुन्छ सानी चाहिँ हिँड्नै मान्दिनिन् मेरो छोरी खोइ किन हो छोरो तिमी हिँड्दिनौ हिँड्छ कि नै बेबी बोल्नु न हेलो साथी ए हेलो साथीहरु हाउ आर यु हजुर अरु हो र अरु के छ छोरा हाउ आर यु भन न आर यु फाइन यस ओके ओके यहाँ चाहिँ यस्तो फुलहरू पनि छ साथीहरू यहाँ यस्तो फुलहरू फुलिरहेछ अनि यहाँ चाहिँ सुरक्षा साइन बोर्ड सँगसँगै सिसी क्यामेराको निगरानीमा छौँ साथीहरू सिन चाहिँ मेरो छोरो चाहिँ यहाँ छिन् ल सानो घुम्नु बेबी वाउ त्यही नै हो साथीहरू यो फुल टिपे भुइँको टिपेको हो मोटको त टिप्न सकिनँ सानो आऊ मैले चाहिँ यो फुल मेरो छोरीलाई दिनेछु साथीहरू लिनु वेलकम बेबी हेर नि के भन्दै रहेछ यो चाहिँ थाहा भएन कसै छोरो तिमीले दिदीलाई दिनुहोस् हजुरले दिदीलाई दिनुहोस् खै दिदी कहाँ जानुभयो माथि पुग्नु भएछ है स्लो होइन छोरो नदौड्यौ मिसिन चाहिँ यस्तो छ त्यतिर बाबा आउँदै हुनुहुन्छ पछि आउनु भयो बाबा यस्तो छ साथीहरू सानीले दिदीलाई दिएको हो सानीले मैले नानीलाई दिएँ नानीले चाहिँ दिदीलाई दिएर नि दिदीले यहाँ कानमा लगाइसकेको छिन् फ्लावर थ्याङ्क यहाँ लाउनु एसी छोरो वेट यता हेर्नु छोरो वा मामुलाई दिनु मामु पनि लाउँछ दिस वान ओके यहाँ चाहिँ मेरो छोरीलाई हिँड छोरो अब मैले पनि लगाइसकेँ साथीहरू तिनटैले लगाइसक्यौँ ल तिनजनै फ्रेममा आउने थियो लाउ छोरी हाप्पा मानुसी हाप्पा आउनु खसी मेरो लापा यता हेर्नु फुल यता हेर्नु न फ्लावर आएको अरे मानुसी गाए यहाँ हामी चाहिँ मानुसीले गाई हेर्ने भनेर आएको कस्तो छ गनासो हो सी भन्नु न हामी चाहिँ अब हेरेर जाने हो कि होइन मम्मी पनि आउनु भयो सी हेर्न आऊ भन माया गरिदिनु गरिदिउ न गरिदिने हो जाने अब जाने हामी जाने बाई बाई काउ भन्देऊ न भन्देऊ बाई भन्नु रे लभ यु भन्देऊ लभ यु आई लभ यु भन्नु खै थ्याङ्क यू चाहिँ यस्तो देखिन्छ साथीहरू सिन यहाँ चाहिँ यस्तो देखिन्छ सानो यहाँ छिन् यस्तो देखिन्छ म चाहिँ यता छु साथीहरू बिस्तारै अब चाहिँ हामी घरतिर जाँदैछौँ आजको लागि भ्लग यति नै साथीहरू यतिन्जेलसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भोलि फेरि न्यू डे न्यू भ्लगको साथमा उपस्थित हुने नै छु त्यतिन्जेलसम्मको लागि बाई बाई